म चाहिँ अहिले यहाँनिर एउटा पार्कमा आएको छु। यो चाहिँ एउटा चाहिँ शहीद पार्क जस्तो हो। जुन बेला कोरियन युद्ध भएको थियो त्यति बेला चाहिँ दिवंगत भएका एउटा सैनिकहरूप्रति चाहिँ सम्मान व्यक्त गर्नका निम्ति चाहिँ यो पार्क निर्माण गरिएको छ र प्रत्येक वर्ष चाहिँ छैठौँ महिनाको 6 तारिकको दिन चाहिँ यस पार्कमा चाहिँ शहीद स्मृति दिवस पनि मनाउने गरिन्छ। यो पार्कमा चाहिँ क्षेप्रास्त्र जस्तो पनि बनाएर राखिदिएको छ एउटा सम्झनाका लागि। त्यस्तै यतापट्ट पछाडिपट्टि चाहिँ एउटा प्लेन जस्तो एउटा फाइटर प्लेन जस्तो पनि बनाएर चाहिँ राखिदिएको छ एउटा स्मृतिको लागि, जुन चाहिँ कोरियन युद्धको चाहिँ एउटा झझल्को दिनको निम्ति चाहिँ बनाएर राखेको यहाँनिर। खासै मानिसहरूको चहल पहल चाहिँ छैन यहाँनिर। यो गाउँ जस्तो ठाउँमा भएको कारणले गर्दा पनि हो, खासै मानिसहरू आउँदैनन् यहाँनिर। यसरी चाहिँ यहाँनिर चाहिँ मूर्तिहरू जस्तो पनि बनाएर राखिदिएको छ त्यतिखेरको सम्झनाको लागि। अनि यसरी उनीहरूले कसरी चाहिँ युद्धमा चाहिँ सफलता हासिल गरेका थिए भनेर एउटा चाहिँ प्रतिबिम्बितको रूपमा राखेकोले गर्दाखेरि चाहिँ आउने नयाँ पिँढीलाई पनि एउटा चाहिँ सम्झना होस् भनेर यस्तो बनाएको छ। जब कोरियाली युद्ध भयो त्यतिखेर चाहिँ विभिन्न देशहरूले चाहिँ कोरियाको युद्धमा चाहिँ सहयोग गरेका थिए। ती देशहरूको पनि यहाँनिर चाहिँ झन्डा चाहिँ यसरी चाहिँ राखिएको छ र कति मान्छेले सहयोग गरेका थिए, कति सैन्यहरू चाहिँ खटिएका थिए ती देशहरूबाट भनेर पनि यहाँनिर चाहिँ यी शिलालेखहरूमा चाहिँ कुदिएर राखेको छ। विभिन्न देशहरूले सहयोग गरेका थिए त्यतिखेर जुन युद्ध थियो त्यसलाई चाहिँ एउटा चाहिँ सम्झना दिलाउनको लागि, त्यतिखेरको व्यथा बुझाउनको लागि यसरी मूर्तिहरू चाहिँ यसरी पनि बनाइएको छ। यहाँनिर चाहिँ एउटा शहीद पार्क चाहिँ एउटा सम्झनाको रूपमा भावी पुस्तालाई पनि एउटा सम्झना दिलाउने त्यो हेतुले चाहिँ यो पार्क निर्माण भएको पाइन्छ।